नेपाली टुरिस्ट हो कि म त लगाइसक्यो केक चाहिँ यस्तो रहेको छ होइन अघि हामीले ल्याइदिएको आमालाई यसो मेमोरीको लागि होइन हेलो साथीहरू सेवा नमस्ते सबैजनालाई वेलकम एन्ड वेलकम ब्याक टु माई च्यानल गाइस हजुरलाई स्वागत छ मेरो च्यानलमा गाइस आज चाहिँ होइन मेरो आमाको आज बर्थडे रहेको छ जन्मदिन आमाको आमा चाहिँ अब 70 पुगिसक्नुभयो 14 सालले 70 नै होला होइन 70 पुगिसक्नुभयो 70 इयर्स पुगिसक्नुभयो मेरो आमालाई मैले बिहानै दिइसकेँ ढोगिसकेँ मैले आमालाई र पनि अब अहिले चाहिँ केक काट्नुको लागि होइन मैले भिडियो बनाइरहेको छु साथीहरू यसो मेमोरीको लागि साथीहरू होइन अनि मेरो आमा चाहिँ यता हुनुहुन्छ आमालाई जन्मदिनको धेरै धेरै शुभकामना आमा थ्याङ्क यू धन्यवाद बिहानै मैले ढोगिसकेँ होइन अब ढोगो अब जेठा छोरा जेठी बुहारी कान्छा छोरा कान्छी बुहारी छोरीलाई नाति यी सबै सम्पूर्णलाई मेरो तर्फबाट आशीर्वाद बाहिर फेर मेरो भाइ बहिनीहरू सबै सम्पूर्ण आफन्तजनलाई पनि साइनो अनुसार नमस्कार ठुलो नातिलाई मेरो झन् धेरै धेरै आशीर्वाद धेरै अघि फोन गरेर त मलाई धन्यवाद भनेको राम्रो फोनमा पनि बोल्नु पाइएन अनि अहिले एकछिनमा बोल्छु होला धन्यवाद लु हजुरहरूलाई नमस्कार सम्पूर्णलाई नमस्कार लगाइसक्यो केक चाहिँ यस्तो रहेको छ होइन अघि हामीले ल्याइदिएको आमालाई यसो मेमोरीको लागि होइन साथीहरू यहाँ भाउजूहरू पनि आइसक्नुभयो भाउजू नमस्ते फेरि हाम्रो भिडियोमै छ भाउजू भन्नुहोस् आमालाई केही विस गर्नु नि त हेलो नमस्ते सबैजनालाई आज चाहिँ मम्मीको विशेष दिन जन्मदिन रहेको छ अनि हामीले बिहानै दर्शन गरेर विस गरिसकेको छौँ अनि यो भिडियोबाट पनि ह्याप्पी बर्थडे जन्मदिनको धेरै धेरै शुभकामना अनि हामी अब केक काट्नेछौँ भनिहाल्नु नि त ल म जेठा छोरा गाँठेँ अब म त आमाको लागि यहाँ सेवाडो गर्नु आएको जन्मदिने आमा मेरो त कति 70 वर्ष पुग्नु भएन 70 वर्ष म त जेठामा छोरा म त 51 वर्ष पुगेँ म त अब ल मेरो जेठो छोरा पनि आशीर्वाद धेरै धेरै मलाई सबैले नेपाली टुरिस्ट हो कि म त नेपाली टुरिस्ट हो कि म त आशीर्वाद नगरौँ भनेको यही सानो केक लिएर आएको छु नि लु सम्पूर्ण मेरो जेठा छोरा जेठी बुहारी कान्छी छोरी मेरो छोरी रिता राई झन् उयो सबभन्दा माथि हेड उसलाई चाहिँ मेरो धेरै धेरै धन्यवाद नातिले पनि विशेष गरिरहेको थियो त मेरो नातिलाई पनि मिसन राईलाई पनि अब बाहिर छ दुबईमा उसलाई पनि धेरै धेरै आशीर्वाद मेरो तर्फबाट अनि मेरो नाति कान्छा छोराको छोरा नुहाङ राईलाई पनि धेरै पढ्नु आशीर्वाद ओके ह्याप्पी बर्थडे ल सानी के भन्नु ल आमालाई जन्मदिनको धेरै धेरै शुभकामना 70 वर्ष लाग्नुभयो ह्याप्पी बर्थडे आमा थ्याङ्क यू धन्यवाद काटे मोटो आयो कि नानी भन के कमेडीमा हाल्दैन नानी बोजूलाई ह्याप्पी बर्थडे भन न ह्याप्पी बर्थडे बोजू बोजू थ्याङ्क यू ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु आमा 17 years old 17 years old my friend's mother आमालाई जन्मदिनको धेरै आयुष्मान भव आँखामा पर्यो भने आँखा भइन्छ अरे सानो मैले अस्ति भिडियो हेरेको Happy birthday to you. Happy birthday to you. Happy birthday dear Mama. Happy birthday to you. 70 years old, my mother. थ्याङ्क यू युट्युब फ्यामिलीलाई यसो देखाइदिनु यो चाहिँ मेरो छोराको युट्युब परिवारलाई भन्नु यो चाहिँ मेरो युट्युब मेरो छोरा प्रमोद राई यार भ्लग 5 छोराको
युट्युब च्यानलको साथीहरूलाई सबै सम्पूर्णलाई है आशीर्वाद दिनु। अब एउटा यहाँ भवनमा जानु यो बाजे बोजूलाई पितृहरूलाई पितृलाई बाहिर देवी देवताहरूलाई अब कसलाई आफू कसै खानु खुवाइदिनु न म त जेठा छोरा टुटी छोराले खुवाइदिएँ भने आमा ह्याप्पी बर्थडे थ्याङ्क यू कर्ने केटीले पो खुवाइदिनु पर्छ जेठी बढीको कोदाको भेटे ओए माया कहाँ कुदिरहेको फेरि खाली हुन्छ धेरै अब उसैले पालिराखेको छ के दिनु पर्छ धन्यवाद मेरो जेठी बुहारीलाई दुईजनाले मिलेर दीर्घायु र सुस्वास्थ्य मेरो बुहारी पर्ने थिएन धन्यवाद ल्याइदिएको मेरो जेठी बुहारीले ल्याइदिएको मेरो बुहारीलाई सुस्वास्थ्य र दीर्घायु सबै एउटा हुन्छ धन्यवाद थ्याङ्क यू जन्मदिनको धेरै धेरै शुभकामना आशीर्वाद मेरो पनि बुहारी जोआ राईको सुस्वास्थ्य हुनु सदा सर्वदा सुखी सबैको मान्य हुनु थ्याङ्क यू पैसा पर्दैन पछि कमाओ न अनि धन्यवाद ए हाम्रो मेरो नाति कान्छो नाति जेठो नातिलाई पहिले दिनु पर्यो खाऊ है मिसान यो मिसानको भाग हेर्दैछ कि परबाट मेरो नातिको मेरो नाति दीर्घायु र सुस्वास्थ्य हुनु ल मेरो नातिले बोजूको तर्फबाट धेरै पढ्ने हुनु दादा जस्तै एकदम ज्ञानी हुनु है अनि बोजूलाई पाल्ने दादाले पैसा पठाइदिन्छ मलाई थ्याङ्क यू धन्यवाद धन्यवाद आशीर्वाद मेरो छोरालाई धेरै धेरै अब आउने समय साथीहरू गाइज हाम्रो केकले नहोला ल गाइस अब हामीले केकहरू पनि खाइसक्यौँ होइन अब खाना कार्यक्रम गर्छौँ यहाँ खानाहरू पनि बनाऊ यहाँ बस्दैछ चाम्रे सादा बनाएको मैले चाम्रे छ यहाँ च्वाचे हो होइन आलुदम अचार पनि छ यता भाउजूले चाहिँ यहाँ अन्डा छिल्नु हुँदैछ लु के लाउनु हो यो चाहिँ भट्टा सुनको सिक्री राख्दैछ कलेक्सन कलेक्सन ल हजुर काँक्रा खाउँ पहाडे काँक्रा आज मेरो बर्थडेमै काँक्रा पहाडे अन्डा यता जेठी बुवाले
सफा गर्दैछ हामीले खाने कुरा बर्थडेमा घर परिवार मात्रै यसो सानो रमाइलो गर्दै ह्याप्पी मदर्स डे मिसन भएर नि धेरै मिस गरिरहेको छु नाति खायौँ ल तिमी कहाँ दुःख गर्दैछौ पहिलोपल्ट मलाई आसन गर्नु बोलायो कि खुम्टा स्कुलमा राति नाच्नु पोहोर होइन पोहोर पर माला दाजुको बिहामा जाँदा ठ्याक्क लास्ट नाचेर छ हाम्रो खुम्टा स्कुलमा राति अनि मिसनले चाहिँ मम्मी तपाईँलाई यहाँ बोलाएकै छ भन्नु क्या माइकमा तपाईँलाई बोलाएको छ त भन म त घरबाट ढिलो गएर आइदिएँ क्या म गएर बोलाएको म त के गएँ त यति धेरै हाँसेको छु आसन गराउनु भन्नु क्या के को आसन गर्नु अगाडि गएर हाँस्दा गरेर यसो गरेर आएको चाम्रे कस्तो भयो मासुहरू भन्नुलाई एकदम चाहिँ भयो बुहारीले भन्नुभयो जस्तो बनाइदिएर मिठो लाग्छ खानेकुराहरू चाहिँ सन्तोकीमा चाहिँ नो कम्प्लेन बुहारीहरू सिपालु छ त्यति बुहारी कान्छी बुहारी खाइहाल्यो मिठो नभए पनि अस्ति गएर आफ्नो सिक्नु आफूलाई कस्तो हुन्थ्यो सुगर हुँदै जाने हो ल गाइस अब बर्थडे पनि मनाइयो होइन आमाको अब खानपिन पनि भइसक्यो ल अब कसैले के भन्नुहुने भन्नुहोस् अब खानपिन भयो आमाको बर्थडे पनि मनायौँ रमाइलो भयो सबैजना बिदावारी दाजु भाउजू पनि जानु लाग्नु भएको छ अब आजलाई यति नै बाई बाई 1 सेकेन्ड ह्याप्पी बर्थडे आमा सम्पूर्ण आमाको बर्थडे युट्युब मनाइयो च्यानलको हाम्रो भ्लगको फ्यामिलीहरू सम्पूर्णलाई म बुढी मान्छे 70 लागेँ मेरो तर्फबाट हजुरहरू सबैले हेरिदिनु भएकोमा बधाई दिनुभएकोमा धन्यवाद त्यसमा अब मेरो छोरा बुहारीहरूलाई पनि अब बिदा गर्नुपर्ने अब फेरि आउने समयहरू पनि यस्तै राम्रो होस् भन्दै बिदा लिन चाहन्छु नमस्कार बाई बाई ओके साथीहरू ल आजको भिडियो साथीहरू सर्ट ब्लग बनाएको होइन अब हजुरलाई कस्तो लाग्यो होला होइन अब हजुर पनि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् फेरि नेक्स्ट ब्लगमा भेटौँला साथीहरू अहिलेलाई चाहिँ बाई बाई